कास्की खबरद्वारा सम्मानित पत्रकारको परिचय। नाम रञ्जन अधिकारी छेत्री। पोखरेली पत्रकारिता जगतमा यो नौलो नाम होइन। 16 वर्ष अघिदेखि निरन्तर पत्रकारितामा क्रियाशील युवा पत्रकार रञ्जन अधिकारी रेडियो, छापा तथा अनलाइनका दर्शक र पाठकका लागि परिचित नाम हो। धादिङ जिल्लाको उत्तरी भेग त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 3मा जन्मनुभएका अधिकारी 2060 सालमा पोखरा आउनुभएको हो। पोखरामा धर्मपत्नी सुचिता थापा, छोरा सूर्यास र छोरी रचयिताका साथमा बस्दै आउनुभएको छ। उहाँका बुबा आमा र 2 भाइहरू हुनुहुन्छ। +2 को अध्ययनपछि 3 वर्ष ग्राफिक्स डिजाइनरको काम गर्नुभएका अधिकारीले 2065 सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता यात्रा थालनी गर्नुभयो। दर्जनौं आकांक्षीमध्ये 1 जना मात्र छनौट हुँदा अधिकारीले बाजी मार्नुभयो र पत्रकारिता जीवन सुरु गर्नुभयो। अन्नपूर्णमा 5 वर्ष रेडियो पत्रकारिता गरिरहँदा यही बीचमा कास्की आवाज दैनिक र गोलनेपाल.com पनि आबद्ध हुनुभयो। 2070 सालमा पोखराकै अग्रणी मध्येको एक पत्रिका आदर्श समाज दैनिकमा आबद्ध हुनुभयो। खाली रहेको पदमा आवेदन दिने दर्जन बढीमा 1 जना मात्र छानिने नाम रञ्जन अधिकारी नै थियो। त्यसपछि 5 वर्ष छापा पत्रकारिताको अनुभव पनि सँगाल्नुभयो। सँगसँगै बिग एफएममा पनि जोडिनुभयो। केही समय एभिन्यूज टिभीमा आबद्ध भएर टेलिभिजन पत्रकारिता पनि गर्नुभयो। 2075 सालमा आदर्श समाजको जागिरलाई बिट मारेसँगै बिग एफएमको नेतृत्व लिनुभयो। प्रदेशकै नम्बर 1 एफएम बिग एफएममा 7 वर्षदेखि रिक्त रहेको स्टेसन म्यानेजर पदमा नियुक्त भएर उहाँले 3 वर्ष नेतृत्व गर्नुभयो। गण्डकी प्रदेशकै अग्रणी अनलाइन गण्डकन्युज.com 7 वर्षदेखि निरन्तर सञ्चालन गर्नुभएको छ। यसका संस्थापक सम्पादक अधिकारी रेडियो, छापा हुँदै अनलाइन पत्रकारितामा जम्नु भएको छ। उहाँ गण्डकी न्युज र नेपाल इस्यु.com मा पनि सम्पादक हुनुहुन्छ। प्रविधिमा पोख्त अधिकारी अहिले गण्डकीका प्रदेश प्रमुखको प्रेस संयोजक समेत हुनुहुन्छ। उहाँले पोखरा मल्टिमोडलमा म्यानेजमेन्टमा +2, मल्टिमोडलबाटै BBS उत्तीर्ण गर्नुभएको छ। पोखरा मल्टिपल क्याम्पसमा मास कम्युनिकेसन एन्ड जर्नालिजमका विद्यार्थी उहाँ पृथ्वीनारायण क्याम्पसमा हिस्ट्री एन्ड कल्चरमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ। नेपाल पत्रकार महासङ्घ कास्कीले पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट 2074 सालमा अधिकारीलाई पुरस्कृत गरिसकेको छ। उहाँले यातायात पत्रकारिता पुरस्कार 2073 लगायत अन्य सङ्घ-संस्थाबाट सम्मान एवं पुरस्कार प्राप्त गर्नुभएको छ। 16 वर्षे पत्रकारिता जीवनमा अधिकारी पत्रकार सम्बन्धित सङ्घ-संस्थामा पनि नेतृत्व तहमा हुनुहुन्छ। एक कार्यकाल पत्रकार महासङ्घ कास्कीको कार्यसमितिमा रहनुभएका अधिकारी खेलकुद पत्रकार मञ्चमा कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ। अहिले उहाँ खेलकुद पत्रकार मञ्च गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार सङ्घ गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव हुनुहुन्छ। प्रेस चौतारीको केन्द्रीय पार्षद तथा महाधिवेशन प्रतिनिधि भइसक्नु भएको छ। पोखरा जेसिसको मिडिया रिलेसन अफिसर, स्वयंसेवी मानव अधिकार रक्षक सञ्जाल नेपालका प्रवक्ता, धादिङ पोखरा सम्पर्क समाजमा आबद्ध भएर सामाजिक योगदान समेत गर्नुभएको छ। अधिकारीले पत्रकारिता जीवनमा एउटै बिटमा मात्र समाचार लेख्नु भएन। क्राइम र स्पोर्ट्स बिटमा रुचि राख्नुहुने रञ्जनले मनोरञ्जन बिटमा पनि उत्तिकै योगदान गर्नुभएको छ। उहाँले नेपाली गीत सङ्गीतका क्षेत्रलाई मर्यादित बनाउन विभिन्न रिपोर्ट तथा समाचार प्रस्तुत गर्नुभएको छ। उहाँले 3 दर्जन बढी पत्रकारिता सम्बन्धी तालिम लिनुभएको छ। अधिकारी नयाँ ठाउँ घुम्न रुचाउनुहुन्छ। 16 वर्षको एउटा तन्देरी समय पत्रकारिता क्षेत्रमा व्यतीत गरिसक्नुभएका अधिकारीलाई कास्की खबरद्वारा आयोजित दोस्रो राष्ट्रिय सङ्गीत अवार्डको यो भव्य समारोहमा उहाँलाई हामी सम्मान व्यक्त गर्दछौँ।
दोस्रो राष्ट्रिय सङ्गीत अवार्ड, आयोजक कास्की खबर प्राली।